यो चाहिँ म चस्मा लगाउने चाहिँ मै हो, मिस्टर एमबी। ओके, यो चाहिँ हाम्रो गाउँतिरको पहिला चाहिँ यहाँ चाहिँ यो चाहिँ अहिले बनाएको नयाँ हो। यो चाहिँ ताल चाहिँ यो चाहिँ हामी सानाको बच्चाको बेलाको चाहिँ खेल्ने सबैभन्दा ठुलो ताल यही नै लाग्थ्यो हामीलाई। साना बच्चा बेला चाहिँ तल जुन खेत देखिरहेको नि त्यो सानो खेत, त्यो चाहिँ पहिला खोलाबाट पानी आउँथ्यो कि, अनि त्यसबाटै कुलोबाट हामी पानी लिएर अनि खेत चाहिँ रोपाइ गर्थ्यौँ सानामा हुँदा। यो अहिले चाहिँ जुन कुरोघारी भइरहेको छ नि, यो चाहिँ अहिलेको परिस्थिति अनुसार गाउँमा कोही नआउने अनि गाउँमा कोही नबस्ने, अनि त्यही भएर गाई बाख्राहरू भैँसीहरू सब पाल्न पनि छोडिसक्यो। अनि त्यही भएर नि यो मजाले कुरोहरू घारीहरू घाँसपात भरेर टनै भइरह। यसको मेन रिजन नै अब यहाँबाट बसेर सरै बाहिर जानु र अनि गाईबस्तुहरू पशुपालन नै कमी हुनु, जसको कारणले गर्दा यो देखिएको छ। पहिला चाहिँ यो सबै नै पुरै खाली नाङ्गो हुन्थ्यो कि मतलब यिनीहरू त देखिँदैन, केही पनि हुन्थेन, त्यस्तो अवस्थाहरू थियो। अहिले चाहिँ यस्तो छ। त्यो पारी देखिएको छ, त्यो घाटपारी त्यो ठुलो पहिरो, हामी चाहिँ ठुलो पहिरो भन्छौँ जुन चाहिँ बर्खामा चाहिँ धेरै वर्षा भयो भने चाहिँ त्यसबाट चाहिँ अहिले पनि भत्किरहेको त्यो माथि टुप्पामा चाहिँ होइन, त्यो पारीको टुप्पा त्यसरी नै भत्किरहेको हुन्छ जहिले नि वर्षिन्छ। अनि त्यो पारी भत्किँदा चाहिँ अलिअलि सुनिन्छ। यहाँदेखि तल देखिरहेको होला त्यो कर्णाली हो। यहाँबाट चाहिँ सिधा यहाँबाट फर्की जाँदाखेरि लगभग 1.5 घन्टा जति लाग्छ। तर हाम्रो यहाँदेखि चाहिँ सिधा तल जाँदाखेरि त्यो पारी देखाएँ, त्यो सिधा जाँदा चाहिँ लगभग आधी घन्टा, लगभग धेरै भनौँ भने बिस्तारै हिँड्दाखेरि 1 घन्टामा नै पुगिन्छ। यिनै हो हाम्रो चाहिँ बस्ती स्थिति, समय परिस्थिति अनुसार चाहिँ गाउँ चाहिँ अहिले चाहिँ घारीमा परिणत हुँदैछ। यही नै हो मेन गाउँको प्रगति भनेको अहिलेको अवस्था। यो चाहिँ स्पेसल हाम्रो गाउँको अहिले चाहिँ के चलिरहेको, आगो बाल्ने काम, नल पोल्ने काम, त्यो पारी सब हाम्रो गाउँको काम यस्तो चलिरहेको। अहिले विशेष गरी चाहिँ मकै भाँचेर बाँझो मारेर यतातिर माथि त्यो डाँडा जुन पनि झुल्किरहेको। गाउँको यसो मकै भाँचेको खाली भएको ठाउँ कस्तो देखिएछ भनेर खुल्ला देखिरहेको अहिले गाउँ सुरु यहाँबाट हुन्छ। हाम्रो पहिलो घर, त्यहाँ चाहिँ अङ्कल घर, त्यहाँपछि चाहिँ मामाहरू घर भनौँ, माइतीहरू घर भनौँ, बर्लाइ तारेमै घर सुरुमा, अन्त त्यहाँपछि लामा घर, त्यहाँपछि सिजाली घर पारी डाँडा, यसरी नै चलिरह। चिसो मौसम, भेटियो त गाईहरू भेटियो त मास जङ्गल भित्री छ। ए